फिफा विश्वकप 2026 अहिलेसम्मकै सबैभन्दा ठूलो संस्करण हुने भएको छ। 48 टोली सहभागी हुने यस विश्वकपमा कुल 104 खेल खेलाइनेछन्। समूह चरणमा मात्रै 72 खेल हुनेछन् भने त्यसपछि राउन्ड अफ 32, प्री क्वार्टर फाइनल, क्वार्टर फाइनल, सेमी फाइनल हुँदै फाइनलसम्मका खेल सञ्चालन हुनेछन्। टोली संख्या बढेसँगै यसपटक पहिलो पटक राउन्ड अफ 32 चरण पनि थपिएको हो, जसले विश्वकपलाई अझ लामो र प्रतिस्पर्धात्मक बनाउने अपेक्षा गरिएको छ। नेपालमा कुन समयमा विश्वकपको खेल लाइभ हेर्न सकिन्छ त? उत्तर अमेरिकामा आयोजना हुने फिफा विश्वकप 2026 का अधिकांश खेल नेपालमा राति र बिहानको समयमा प्रसारण हुने भएका छन्। फरक टाइम जोनका कारण नेपाली दर्शकले खेलहरू मध्यराति 12:45 बजेदेखि बिहान 9:45 बजेसम्म हेर्नुपर्नेछ। केही खेल राति 9:45 र 10:45 बजे पनि सुरु हुनेछन्। अहिलेसम्मको खबर अनुसार नेपालमा हिमालयन स्पोर्ट्स टिभी र दिगो एप मार्फत विश्वकप प्रत्यक्ष प्रसारण हुने तयारी गरिएको छ। करिब 95 वर्ष अघि सुरु भएको फिफा विश्वकपमा अहिलेसम्म जम्मा 8 राष्ट्रले मात्र उपाधि जित्न सफल भएका छन्। सन् 1930 देखि सुरु भएको प्रतियोगितामा ब्राजिल सर्वाधिक 5 पटक विश्व विजेता बनेको टोली हो। जर्मनी र इटालीले समान 4-4 पटक उपाधि जित्दा अर्जेन्टिनाले 3 पटक विश्वकप उचालेको छ। फ्रान्स र उरुग्वेले 2-2 तथा इङ्ल्यान्ड र स्पेनले 1-1 पटक उपाधि जितेका छन्। विश्वकप इतिहासमा अहिलेसम्म युरोप र दक्षिण अमेरिका बाहेक अन्य महादेशका कुनै टोलीले पनि उपाधि जित्न सकेका छैनन्। फिफा विश्वकप 2026 मा यसपटक 4 नयाँ टोलीले पहिलो पटक स्थान बनाएका छन्। एसियाबाट जोर्डन र उज्बेकिस्तान, अफ्रिकाबाट केप भर्डे तथा उत्तर तथा मध्य अमेरिकाबाट कुराकाओले इतिहास रच्दै विश्वकप यात्रा तय गरेका हुन्। टोली संख्या 48 पुगेपछि नयाँ राष्ट्रहरूलाई विश्वकपमा अवसर मिलेको हो। चारै टोलीले आफ्नो महादेशीय छनौट पार गर्दै पहिलो पटक विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगितामा सहभागिता जनाउन सफल भएका छन्।